हेलो एन्ड नमस्ते सम्पूर्ण इन्जिनियरहरूलाई। भिडियो सुरु गर्नुभन्दा पहिला यदि तपाईहरुले मेरो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नुहोला र सकेसम्म आफ्नो साथीहरु कहाँ पनि शेयर गर्नुहोला, जसले गर्दा तपाई लगायत तपाईहरुको सम्पूर्ण साथीहरुलाई धेरै मद्दत पुग्नेछ। आजको हाम्रो भिडियोको विषयवस्तु भनेको हामीले कसरी ट्रान्सक्रिप्ट निकाल्न सक्छौं त, अर्थात बल्खमा रहेको परीक्षा नियन्त्रण कार्यालयमा गई त्यहाँ अफलाइन फर्म भरेर बुझाइसकेपछि हामीले कसरी ट्रान्सक्रिप्ट पाउन सक्छौं त। र जहाँसम्म मैले सुनेको मैले बुझेको बल्खमा रहेको परीक्षा नियन्त्रण कार्यालयले अफलाइन सँगसँगै अनलाइन फर्म पनि लिने गरेको छ रे। तर अनलाइन फर्म चाहिँ अफलाइन फर्म जत्तिकै त्यति लाभदायक नभएको हुनाले म तपाईहरुलाई यो आग्रह गर्न चाहन्छु कि तपाईहरु पनि परीक्षा नियन्त्रण कार्यालय बल्खुमै गएर अफलाइन फर्म भरेर आफ्नो ट्रान्सक्रिप्ट झिकाउनु होला। सो हामीले ट्रान्सक्रिप्ट एप्लाई गर्नलाई चाहिँ यो भिडियोलाई चाहिँ हामीले 3 पार्टमा डिभाइड गरेका छौं। र पहिलो भनेको चाहिँ ट्रान्सक्रिप्ट भनेको के हो, र दोस्रो भनेको हामीले ट्रान्सक्रिप्ट निकाल्दाखेरि चाहिने डकुमेन्टहरु चाहिँ के हुन्, र तेस्रो भनेको चाहिँ हामीले ट्रान्सक्रिप्ट चाहिँ कसरी एप्लाई गर्न सक्छौं त। सो नम्बर 1 मा रहेको छ ट्रान्सक्रिप्ट भनेको के हो त। अब ट्रान्सक्रिप्ट भनेको जब तपाईले ब्याचलर अथवा मास्टर सकाउनुहुन्छ नि, मास्टर सकाइसकेपछि पाउने जुन तपाईको अचिभमेन्ट सर्टिफिकेट हुन्छ नि, त्यही सर्टिफिकेट नै ट्रान्सक्रिप्ट हो। तपाईले जुन सेमेस्टर वाइज अथवा इयरली वाइज एक्जाम दिएको जुन एग्रिगेट मार्क्स आउँछ नि, अथवा जुन टोटल पर्सेन्टेजमा क्याल्कुलेट भएर आउँछ, अथवा तपाईको जुन टोटल जीपीए क्याल्कुलेट भएर आउँछ नि, त्यो नै ट्रान्सक्रिप्ट सर्टिफिकेट हो है। अझ भनौं न हामीले 4 वर्षमा गरेको संघर्षको फल नै हो अथवा मेहनतको फल नै हो भन्दा पनि केही फरक पर्दैन है यसलाई। र तपाईको टियुबाट सञ्चालन हुने विभिन्न फ्याकल्टी जुन चाहिँ मास्टर लेभल अथवा ब्याचलर लेभलमा जुन पढाइ हुन्छन् नि, सबैको ट्रान्सक्रिप्ट चाहिँ तपाईले यो बल्खमा रहेको परीक्षा नियन्त्रण कार्यालयबाटै ल्याउनु पर्ने हुन्छ है। र हाम्रो यो परीक्षा नियन्त्रण कार्यालय कहाँ सिचुएटेड छ भनेपछि हामी कोटेश्वर साधो बाटो हुँदै कलङ्कीतिर आउने डिरेक्सनमा बल्कुदेखि 100 मिटर जति अगाडि गएर माथि लेफ्ट साइडतिर हेर्ने भने ठ्याक्कै त्यहीनिर देखिन्छ है। अथवा तपाईहरुले गुगल म्याप प्रयोग गरेर पनि जान सक्नुहुन्छ है। र ट्रान्सक्रिप्ट निकाल्दाखेरि चाहिने डकुमेन्ट भनेको चाहिँ यदि तपाई इयरली वाइज हुनुहुन्छ अथवा सेमेस्टर वाइज हुनुहुन्छ हैन, तपाईहरुले पास गरेको सबै मार्कसिटको फोटोकपी चाहिन्छ हैन, र रजिस्ट्रेसन कार्ड चाहिन्छ जुन चाहिँ कलेजले उपलब्ध बनाउँछ, अथवा कलेजमा बुझ्नु होला कलेजमा सबै कुराहरु भनिदिन्छ। यदि हराएको छ भने तपाईहरुले टियुमा पनि कति 200 तिरेर चाहिँ निकाल्न सक्नुहुन्छ। र अर्को भनेको चाहिँ ट्रान्सक्रिप्ट एप्लिकेसन फर्म है, जुन चाहिँ टियुको इन्क्वायरी सेक्सनमै यो एभाइलेबल हुन्छ र तिनीहरुले प्रोभाइड पनि गरिरहेका हुन्छन् है। त्यो फर्ममा भनेको सम्पूर्ण डिटेल भरि एउटा अन्तिम सेमेस्टरको मार्कसिटको फोटोकपी र सँगसँगै रजिस्टर कार्डको फोटोकपी सबैलाई अट्याच गरेर तपाईहरुले ट्रान्सक्रिप्टको लागि एप्लाई गर्न सक्नुहुन्छ है त। हामीले सम्पूर्ण डकुमेन्टहरु एट्याच गरिसकेपछि हामीले प्रोभाइड गरेको इन्फर्मेसनलाई चाहिँ एक्चुअली हामीले कन्फर्म गर्नुपर्ने हुन्छ है त। किनकि हामीले दिएको नाम, मार्कसिटमा रहेको सिम्बल नम्बर, रजिस्ट्रेसन नम्बर, डेट अफ बर्थहरु चाहिँ मिस्टेक हुन सक्छन् है, जसले गर्दा चाहिँ हामीलाई ट्रान्सक्रिप्ट निकाल्दा चाहिँ केही इस्यु आउन सक्छ है त, केही समस्या आउन सक्छ, जहाँ कि हामीले त्यो सम्पूर्ण डिटेलहरु चाहिँ फेरि रिकरेक्सन गरेर त्यहाँ नबुझाउँदासम्म हाम्रो ट्रान्सक्रिप्टको लागि फर्म चाहिँ एप्लाई नहुन पनि सक्ने व्यवस्था हुन सक्छ है त। सो फाइनल्ली हामीले ट्रान्सक्रिप्ट सर्टिफिकेट भनेको चाहिँ के हो त्यो पनि बुझ्यौ, र ट्रान्सक्रिप्ट निकाल्दाखेरि चाहिँ चाहिने विभिन्न डकुमेन्टहरु के हुन् त्यो पनि बुझ्यौ, र अब फाइनल्ली हामीले चाहिँ ट्रान्सक्रिप्ट कसरी एप्लाई गर्ने भन्ने बारेमा बुझ्दै छौं है त। सो फाइनल्ली तपाईले ट्रान्सक्रिप्ट एप्लिकेसन फर्म चाहिँ मज्जाले भर्नुपर्ने हुन्छ। त्यहाँमा तपाईको विभिन्न डिस्क्रिप्सन डिटेलहरु, कलेजको नाम, फ्याकल्टी, र तपाईले सेमेस्टर वाइज हो या इयरली वाइज हो त्यही अनुसारले सिम्बल नम्बर पनि मज्जाले फर्म भर्नुपर्ने हुन्छ। फाइनल्ली तपाईले सबै डकुमेन्टहरु चाहिँ भरिसकेपछि तपाईले चाहिँ भाउचर काट्नु पर्ने हुन्छ। भाउचर चाहिँ तपाईले त्यहाँ परीक्षा नियन्त्रण कार्यालयकै तल रहेको बैंक जुन चाहिँ एउटा ग्लोबल आइएमए बैंक छ र अर्को चाहिँ नेपाल बैंक छ हैन, तपाईले जुनसुकै बैंकमा पनि पेमेन्ट गर्न सक्नुहुन्छ है। यदि पेमेन्ट चाहिँ तपाईको ब्याचलरको केसमा हो भने चाहिँ ब्याचलरको पनि इयरली वाइज हो भने चाहिँ 450 पेमेन्ट गर्नुपर्ने हुन्छ, र सेमेस्टर वाइज हो भने चाहिँ 550 तिर्नुपर्ने हुन्छ है त। र मास्टरको केसमा चाहिँ इयरली वाइज हो भने चाहिँ 550 तिर्नुपर्ने हुन्छ, र सेमेस्टर वाइज हो भने चाहिँ 750 तिर्नुपर्ने हुन्छ है। पैसा तिरिसकेपछि तपाई चाहिँ कहाँ जाने भनेर चाहिँ यहाँ हेर्न सक्नुहुन्छ है त। यदि तपाई बीबीएस फ्याकल्टीको हुनुहुन्छ भने चाहिँ तपाईले भरेको सम्पूर्ण डिटेल र डकुमेन्ट चाहिँ 17 नम्बर रुममा लगेर बुझाउनु होला। त्यस्तै गरी बीए तिरको हुनुहुन्छ भने चाहिँ 8 नम्बरमा, बीएड तिरको हुनुहुन्छ भने चाहिँ 14 नम्बरमा, एमबीए र एमपीए को लागि हुनुहुन्छ भने चाहिँ 19 नम्बरमा, त्यस्तै गरी साइन्स तिरको हुनुहुन्छ भने चाहिँ तपाईले 22 नम्बर रुममा गएर बुझाउनु होला। र त्यस्तै गरी बीसीए, एमए र इन्जिनियरिङ हुनुहुन्छ भने चाहिँ 24 नम्बरमा गएर बुझाउनु होला। म चाहिँ इन्जिनियरिङ फिल्डको हुनाले मैले चाहिँ 24 नम्बरमा बुझाएर आएको थिएँ। मैले यो भिडियोमा
टियुमा सञ्चालित सबै फ्याकल्टीको लागि चाहिँ समेट्न नसकेको हुनसक्छु। तपाईहरू यहाँ उल्लेखित गरिएको फ्याकल्टी बाहेक अरू फ्याकल्टीको हुनुहुन्छ भने चाहिँ तपाईले त्यही परीक्षा नियन्त्रण कार्यालयमै राखिएको ठुलो नोटिस बोर्डमा गएर सम्पूर्ण इन्फर्मेसनहरू चाहिँ लिनुहोला। तपाईहरू इन्फर्मेसन लिँदै पनि अझै पनि कन्फ्युज हुनुभयो भने चाहिँ नजिकै रहेको अथवा त्यही परीक्षा नियन्त्रण कार्यालयमा भएको इन्क्वायरी सेक्सनमा चाहिँ गएर बुझ्नुहोला, ताकि त्यसले गर्दा चाहिँ तपाईको टाइम बचोस् र काम चाहिँ सकेसम्म छिटो छरितो होस्। सो तपाईले ट्रान्सक्रिप्टको लागि सबै फर्महरू बुझाइसकेपछि तपाईको डकुमेन्ट चाहिँ सबै करेक्ट भइसकेपछि तपाईको त्यो सबै फर्महरू चाहिँ त्यही परीक्षा नियन्त्रण कार्यालयले नै राख्छ है। तपाईले सम्पूर्ण फर्म बुझाइसकेपछि तपाईलाई फिर्ता दिने भनेको चाहिँ तपाईले पेमेन्ट गरेको भाउचर मात्रै हो है। भाउचरमा तपाईको त्यो डेट सहितको एउटा स्ट्याम्प लगाइदिन्छ र तपाईलाई त्यो नै फिर्ता दिन्छ है। तपाईले पछि ट्रान्सक्रिप्ट लिन जाँदाखेरि चाहिँ त्यो भाउचर नै लिएर जाने हो है त। त्यसैले तपाईले चाहिँ त्यो भाउचर चाहिँ एकदम सुरक्षितका साथ राख्नुहोला, सेफका साथ राख्नुहोला। यदि तपाईले कारणवश भाउचर चाहिँ हराइहाल्नु भयो भने चाहिँ तपाईले त्यो भाउचरलाई चाहिँ फेरि त्यहाँ 100 रुपैयाँ एक्स्ट्रा चार्ज तिरेर चाहिँ भाउचर लिनुपर्ने हुन्छ है। लगभग ट्रान्सक्रिप्ट आउनलाई चाहिँ 10 देखि 15 दिनसम्म लाग्न सक्छ है। त्यसैले भाउचर चाहिँ तपाईले त्यो समयको लागिसम्म चाहिँ एकदम सुरक्षित राख्नुपर्ने हुन्छ है। सो अब ट्रान्सक्रिप्ट चाहिँ कसले रिसिभ गर्न सक्छ त? ट्रान्सक्रिप्ट चाहिँ तपाईको जसले पनि रिसिभ गर्न सक्छ है। रिसिभ गर्नुको लागि चाहिँ तपाईलाई दिएको त्यो भाउचर चाहिँ तपाईको अथवा जसले रिसिभ गर्नुपर्ने हो त्यसको साथमा चाहिँ हुनुपर्छ है। सँगसँगै ट्रान्सक्रिप्ट रिसिभ गर्नलाई मात्रै होइन, तपाईको चाहिँ ट्रान्सक्रिप्ट एप्लाई गर्नलाई पनि तपाईको डकुमेन्ट सबै रेडी छ, राइट छ भनेपछि चाहिँ जसले पनि चाहिँ त्यो एप्लाई गर्न सक्छ है। मलाई जहाँसम्म आशा छ तपाईहरूले ट्रान्सक्रिप्ट चाहिँ कसरी एप्लाई गर्ने भन्ने बारे चाहिँ सम्पूर्ण जानकारीहरू चाहिँ पाइसक्नु भएको छ। र अझै पनि तपाईहरूलाई केही कुरामा कन्फ्युज छ भने तपाईहरूले कमेन्ट बक्समा गएर कमेन्ट गर्न सक्नुहुन्छ। म सकेसम्म तपाईहरूको कमेन्ट चाहिँ रिप्लाई गर्नेछु। र तपाईहरू चाहिँ ट्रान्सक्रिप्ट एप्लाई गर्दाखेरि चाहिँ सकेसम्म अफिस आवरभन्दा अफ टाइममा जानु होला है। जस्तै 12 देखि 2 बजेको अन्तरालमा जानु होला, किनकि त्यतिखेर चाहिँ अलि भिडभाड अलिक कम हुन्छ है। भिडभाडदेखि कम भइसकेपछि तपाईको चाहिँ टाइम त्यति वेस्ट हुँदैन हैन, लाइन पनि त्यति लाग्नु पर्दैन र काम पनि अलिक थोरै बिहानको आवरमा भन्दा चाहिँ अलिक दिउँसो अलिक भिडभाड नभएको बेला चाहिँ अलिक छिटो र छरितो हुनसक्छ है। यदि अझै तपाईहरु सक्नुहुन्छ भने चाहिँ सन्डे अथवा छुट्टीको पछिल्लो दिन चाहिँ अलिक त टाइम मिलाउनु होला। त्यो दिन चाहिँ नजानु होला भन्छु म, किनभने चाहिँ त्यो दिन चाहिँ प्याक हुने चान्स चाहिँ अलि हाई हुन्छ है। किनभने बिदा परेको हुनाले चाहिँ सबै चाहिँ त्यो दिन नै अलि भिड हुने चान्स चाहिँ बढी हुने सम्भावना चाहिँ धेरै हुन्छ है। त्यसैगरी तपाईको त्यहाँ कार्यालयको अफिस चाहिँ 5 बजेसम्म खुल्छ, तर बैंक चाहिँ 4 बजेसम्म खुल्ने भएको हुनाले चाहिँ तपाईलाई म के आग्रह गर्न चाहन्छु भने तपाईहरुले चाहिँ भाउचर चाहिँ पहिले काटेर राख्नु होला, ताकि तपाईको फर्म भर्ने काम चाहिँ 5 बजेसम्म होस्। सो तपाईको लागि आजको भिडियो चाहिँ यति नै थियो। तपाईलाई भिडियो कस्तो लाग्यो? यदि मन परेमा शेयर, सब्स्क्राइब, लाइक गरेर हाम्रो च्यानलसँग जोडिनु होला है त।